हेलो एभ्रिवान मजाको दिन भइदिरहेको छ हो आज चाहिँ मैले एउटा चिज गर्न आँटेको आइम गोइङ थ्रु माई स्ट्यास हेरौँ पहिलाको दिनको के छ सो लेड जेपलिन भोल्युम 2 यो गिफ्ट हो मेरो सिङ्कुले दिएको मलाई अझै याद छ लेड जेप छ यो पनि लेड जेपलिन BBC सेसन भोल्युम 2 यो लेड जेपलिन नै रहेछ बिटल्सको चाहिँ पुरा फ्यान थिएँ म है सो यहाँ छ बिटल्सको हेल्प भन्ने एल्बम पहिलाको कसरी छ यो पनि बिटल्सकै हो लाइभ एट द BBC भोल्युम 1 भोल्युम 2 छ यो चाहिँ डबल छ यो बिटल्सकै भयो त्यहाँबाट मेरो फेभरेट वान अफ माई फेभरेट एम छ व्हाइट स्नेक भयो त्यो टाइमको अन्त अलि इयर्स 100 रुपियाँ रहेछ अन्त नील नियोङ एन्ड क्रेजी हर्स यो पनि छ अहिले त प्ले हुँदैन यिनीहरू डायमन्ड हेड यो मैले सुने त्यस्तो त सुनिनँ ज्यादा अन्त अझै यहाँ तपाईँलाई देखाउँ न अझै के छ फर्स्ट यो पनि सुने है बोय जोन भाइ जोन भन्छ नि यो पनि छ आज घाम लागेको छ हल्का राखेको द बिटल्स लभ सङ्ग्स यो चाहिँ यसको कभर चाहिँ फेरि टोटल डिफ्रेन्ट छ धेरै पुरानो भएर होला क्या यस्तो टाइपको छ यो यसरी खोल्ने खालके बिटल्स अरू भयो अकोस्टिक फेभरेट्स कन्ट्री सङ्ग्सहरू हो यो सबै अकोस्टिक छ अझै के छ यहाँ भ्यान हेलन यस वान अफ माई फेभरेट पनि राम्रो छ भ्यान हेलन ब्यालेन्स भन्ने रहेछ एल्बम अझै के छ यहाँ यो चाहिँ एकदम रेयर हो मेरो लागि अहिले त अनलाइन पाइहाल्छ बट दिस इज द रेयरेस्ट भनौँ न भेरी रेयर मैले बनाएको यो चाहिँ यो सबैजना जर्ज ह्यारिसन रोय अर्बिसन्स पुरा मिलेर चाहिँ ब्यान्ड फर्म गरेको थियो ट्राभलिङ विल बी रिज भन्ने यो पनि छ एन्डलवुड केयर भन्ने भोल्युम 1 सिल्भर चेयर पनि रहेछ अरू के छ यहाँ मेरो फेभरेटहरू चाहिँ कुन 9 इन्च नेल्स पनि रहेछ 9 इन्च नेल्स भयो